Hello guys, good morning सबैजनालाई वेलकम टु माई न्यू भ्लगमा। मैले चाहिँ आज रोल्पादेखि भ्लग सुरु गर्दैछु। म आज घर आएको थिएँ अनि अब चाहिँ हामी यसो लगाएर बारी घुम्न आएको। यतातिर बारी थियो, घुम्यौँ। सो अब हामी खाना खान्छौँ। खाना खाइसकेपछि अझै के गर्नु छ तिहार पनि नजिकै आइसकेको छ। त्यही भएर चाहिँ म आएको है घरमा। सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। म मेरो घर चाहिँ यही हो। हेलो म चाहिँ हिजो आएको साँझ राति, त्यही भएर भ्लग गराउन पाएन। अहिले बनाउन लाग्छु। चाहिँ अस्ति आएको चाहिँ यो चाहिँ मेरो काले भाइ हो, मेरो दिदी हो, मेरो बाबा। तर ऊ बाख्रा आइगयो। यो हाम्रो पार्सिमल भन्ने यही हो है। हेर्नुहोस्, पार्सिमल पाइन्छ। सो हामी एकछिन अब खाना खान्छौँ, त्यसपछि रमाइलो गर्छौँ है। मेरो बुवा आज रसी खानु भएको छैन नि? अन्डा खाइते खानु मागे अन्डा भाउजू जाँड खानु लारे के? ल पोज गर्नु, पोज रे। बुवा यस्तै गराउनु भएको त के? यस्तै फोटो खिचिदिनु नि त्यसले। फोटो खिचिदिनुहोस् आइज भने यस्तो भागेको मा कस्तो रहेछ भाइ। फोटो खिचाउनु भन्दाखेरि पनि खिचिँदा यस्तो त हुन्छ नि। मेरो भडै यो भडै हो मेरो। खिचिन अरे फोटो। सो हामी चाहिँ भात खान लाग्यो। अब यसले भात हाल्दैछ। हाम्रो बुवा यहाँनिर बस्नु भएको। के गर्ने, गाउँको खाना यस्तै छ होइन। अब एक गिलास मात्रै खानुलाई, धेरै नखानुलाई बुवा। उसलाई बुवालाई पुऱ्याइदियो अरे। हिसाब चाहिँ बाँच्छ छैन भाउजू?